भाती कपालभातिकाले हामीले जसरी पनि गर्नु कपालभातिका गर्न नहुने भनेको गर्भवती महिलाले गर्नु भएन, पेटको ठुल्ठुलो अपरेसन गरेको छ भने उसले नि गर्नु भएन, अरू सबैले गर्न मिल्छ। योगासन गर्दाखेरि प्राणायाम गर्दाखेरि कसले गर्नुहुन्छ कसले गर्नु हुँदैन भन्ने कुराहरू हुन्छ। यो कुरा हामीले ख्याल गर्नुपर्ने हुन्छ र यो गर्दाखेरि जहिले पनि हामीले तीनटा कुरामा ध्यान दिनु पर्यो। पहिलो भनेको हाम्रो स्वास्थ्य, त्यसपछि हाम्रो उमेर, त्यसपछि समय। यो तीनटा कुरा स्वास्थ्य, उमेर र समय, यो तीनटा कुरालाई ख्याल गर्नुपर्छ। आफ्नो स्वास्थ्य आफूलाई मात्रै थाहा हुन्छ, उमेर आफूलाई मात्रै थाहा हुन्छ, समय पनि आफूलाई थाहा हुन्छ। त्यो भएको हुनाले खाली पेटमा चाहिँ हामीले खाना खाइसकेको 4 घन्टा पछाडि सबभन्दा राम्रो भनेको बिहानको समय हामीले फ्रेस भएर गऱ्यौँ भनेपछि सबैभन्दा राम्रो हुन्छ। अब कपालभातीले के गर्छ भने हाम्रो प्रेसर निको गर्छ, सुगर ठिक पार्छ। त्यो भएको हुनाले अब गर्नु नहुने कसले भयो त भन्दा गर्भवती महिलाले गर्नु भएन, पेटको अपरेसन भएकोले पेटको अपरेसन गरेको छ भने त्यो मान्छेहरूले पनि गर्नु भएन, जसको ब्लड प्रेसर हाई छ, उच्च रक्तचाप छ, ती व्यक्तिहरूले बिस्तारै मात्रै गर्नुपर्छ। जसको लो छ उसले फास्ट गर्नुपर्छ। सजिलो छ, यो पेटभित्र लैजाने, नाकबाट बाहिर फाल्ने विधि कस्तो हुन्छ भने जसरी हामीले सिकान फाल्दाखेरि हामीले कसरी गर्छौँ हो त्यसरी नै यसो गर्यो हो, सिधा बस्ने, मेरुदण्ड सिधा, हात सिधा हो, सिधा पार्ने हो, बिस्तारै गर्ने। बिस्तारै गऱ्यो भने सबैलाई हुन्छ। हाई प्रेसर छ, ब्लड प्रेसर, उच्च रक्तचाप छ, बिस्तारै गर्ने हो त्यस्ता मान्छेले। यसरी जसलाई लो छ उसले फास्ट गर्ने, यसरी छिटो छिटो। ठिक्कको छ भने एकदम ठिक्क तरिका बिस्तारै यो हो। यो प्राणायामलाई हामीले 5 देखि 7 मिनट दैनिक गर्ने गऱ्यौँ भनेपछि हामीलाई पुरा हुन्छ। लगातार गर्न सकिएन भने 2 मिनट 3 मिनट रोकिँदै गर्दै गऱ्यौँ भने हामीलाई एकदम चाहिँ राम्रो हुन्छ। त्यसलाई हामीले निरन्तर रूपमा यो कपालभातीलाई निरन्तर रूपमा गर्नुपर्दछ। यति भएपछि हामीलाई करिब सबै प्राणायामको कुराहरू, कपालभातीको सबै कुराहरू सकिन्छ गर्न।